प्रशासन भनेको कर्मचारी फाइल र नियमावलीको कुरा मात्र होइन, यो ती लाखौँ सेवाग्राहीको जीवनसँग जोडिएको विषय हो जसले भोलि आउनुहोस् यो कागज छैन भन्ने सुन्दै पटक पटक कार्यालय धाउनुपर्छ र त्यस्तै अवसरको अभावमा लाखौँ युवालाई खाडी र मलेसिया श्रम बेच्न बाध्य पारेको छ। दुर्गम गाउँका हजारौँ बालबालिका आज पनि विद्यालयबाट टाढै छन्। सार्वजनिक प्रशासनको सबैभन्दा ठूलो जिम्मेवारी भनेकै संयोगलाई प्रणालीमा रूपान्तरण गर्नु हो, ताकि जन्मेको ठाउँ र सामाजिक परिवेशले होइन, अवसरको समान पहुँचले व्यक्तिको भविष्य निर्धारण गरोस्। यस सन्दर्भमा म केही आग्रह राख्न चाहन्छु। पहिलो, नियुक्ति सरुवा बढुवामा योग्यता र इमान्दारीलाई नै एकमात्र मानदण्ड बनाऊँ। दोस्रो, प्रविधिलाई साथी बनाऊँ जसले पारदर्शिता बढाउँछ र भ्रष्टाचार घटाउँछ। तेस्रो, सङ्घीयतालाई साँच्चै काम लाग्ने बनाऊँ। चौथो, इमान्दारीको बाटोमा हिँड्ने युवा कर्मचारीलाई एक्लो महसुस हुन नदिउँ। र पाँचौँ, हरेक नीति नियम बनाउनु अघि आफैलाई सोधौँ, यसले टाढाको गाउँको किसानलाई के फरक पर्छ। अन्त्यमा म नेपाल प्रशासन सङ्घलाई पुनः धन्यवाद दिन चाहन्छु। म ती सबै शिक्षकहरूलाई, आमाबाबुलाई, सहकर्मीहरूलाई र ती सामान्य नागरिक तथा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई सम्झाउँछु जसको बलिदानको मूल्य हामीले अझै राम्ररी बुझ्न सकेका छैनौँ। जबसम्म कुनै गाउँको बालबालिका अवसरबाट वञ्चित छ, जबसम्म कुनै युवा पेट पाल्न प्रदेश जान बाध्य छ र जबसम्म कुनै सामान्य नागरिक सरकारी कार्यालयको ढोकामा निराश भएर फर्किन्छ, तबसम्म हामीले आफ्नो काम पूरा भएको ठान्न मिल्दैन। यो पुरस्कार मेरो लागि होइन, बरु नेपालको सार्वजनिक प्रशासनमा इमान्दारीपूर्वक खटिने सबैको लागि र अझै अवसरको पर्खाइमा रहेका ती सबै नागरिकका लागि हो भन्ने ठानेर म यसलाई विनम्रतापूर्वक स्वीकार गर्दछु।